वेलकम टु माई ब्लग। सबैजनालाई मेरो यो पहिलो ब्लग भइरहेछ। बोल्न अलिक कम आउँछ, के गर्ने यस्तै छ। यता कुखुराको मासु लिन जाउँ भनेर लोकल कुखुराको कति हाम्रो सकेको, अस्ति 2 दिन भयो होला सकेको थियो मासु। टाढा छ, लगभग यहाँबाट त्यही 1 किलोमिटर छ होला। ग्र्याबमा गरेर जाँदा नि हुन्छ हुन त, तर ग्र्याबमा केही अब पानी यस्तो मौसम भइरहेछ अनि हिँडेर गयो आनन्द। मेरो साथी आइरहेछ हिँड्दै, उहाँ परको हाम्रो होस्टेल पर छ। हाम्रो होस्टेल यो चाहिँ कम्पनी नयाँ कम्पनी बनिरहेछ यहाँनिर। पर धेरै कम्पनी छ उता। यसो हिँडेर जाँदा जगिङ पनि हुने। खोकी लागेर नि अहिले बल्ल नेपालमा जस्तो ज्याकेट लगाएर हिँड्ने। ओ रबिन सर, के गलेको क्या हो? मान्छे गलेर आएर छ। रबिन सर केही भन्नु छ मेरो ब्लगमा? आज पानी परिरहेछ, मौसम जे दामी छ, सुत्न पाए पनि राम्रो हुन्थ्यो। अब बेलुका गएर झ्याप्प सुत्ने हो, कति सुत्नु। आज लोकल कुखुरा ल्याउने हो, लोकल कुखुराको सुप बनाउने हो। तिते खानु पनि के गर्नु, तिते अब यसो धेरै धुवा उठ्छ रुममा। यहाँनिर चाहिँ पुरै खोलिरहेछ त्यो कम्पनी, नयाँ कम्पनी बनाउनलाई पुरै यहाँ बेरा बाँधेर के हो प्लेन यता उडिरहेछ। हाम्रोबाट नजिकै छ यहाँ एयरपोर्ट, अनि त्यही भएर प्लेनहरू उडेको पर उहाँ कम्पनी पुरै नयाँ कम्पनी। हामी चाहिँ गार्डन आइसक्यो। गार्डन यहाँ जस घाम लाग्दै चाहिँ राम्रो छ यहाँनिर। हिँड्नु जगिङ गर्न पनि धेरै राम्रो छ यहाँनिर। यहाँ पनि कागै काग। यहाँ त मलेसियामा के हो, नेपालमा देख्न गाह्रो हुन्छ काग, यहाँ त कागै काग। त्यहाँ पर चाहिँ त्यो सेक्युरिटीहरू बसिरहेको हुन्छ, तर हाम्रो होस्टेललाई चाहिँ फ्री छ। हाम्रो होस्टेलको मान्छेहरूलाई चाहिँ केही देखाउनु पर्दैन, नत्र त अरू बाहिरको मान्छेहरू चाहिँ छिर्न पाउँदैन। उनीहरूको लाइसेन्स देखाउनु पर्छ अनि मात्र छिर्न पाउँछ, नत्र त कडा छ यहाँ पनि। खोकी लागेर नि ल हामी सेक्युरिटीको ठाउँ पनि पुगिसक्यो। रमाइलो छ यहाँ पनि। दाजु हामी पसलसम्म दाजु होस्टेलबाट। एउटा पास भयो। गार्डन छ यहाँनिर पुरै राम्रो छ है रबिन सर गार्डन। यहाँ त्यो अगाडिको पुरै कम्पनी बिएस कम्पनीहरू सबै। अनि रबिन सर अहिले त गर्मी पो भयो त हौ, अघि त जाडो थियो।
ज्याकेटै खोल्छु म पनि ज्याकेट लगाएर आएर हो कि हो कि हिँडेर हो यस्तो कति कागो कहाँ गर्छ कस्तो सुन्तलाको बोट हेर सुन्तलाको बोट जस्तै होइन बोट हो सुन्तला फलेको छैन यो देख्दा मलाई सुन्तलाको याद आउँछ अब घर जाने दिन आउँदैछ मेरो सँगै छ एक वर्ष ल अब पसल गएर त्यही यस्तो दामी फुटबल खेल्ने जस्तो ग्राउन्ड टक्क पऱ्यो गार्डन बिहान बिहान चाहिँ साह्रै रमाइलो हुन्थ्यो होला के गर्नु बिहान ड्युटी जानुपर्छ चराहरू यस्तो दामी चराहरू खै कुन चरा हो त्यो काग त होइन भँगेडा कम्पनी पर जङ्गलै जङ्गल छ रहुन सर जाउँ हाम्रो मार्केट पनि आउन आँट्यो पसल त्यहाँ पर हो हिँडेर गलिन्छ नि हो हिँड्ने बानी पनि हराएर होला अब यहाँ कहिले एक्सर्साइज गर्नु हप्तामा एक दिन छुट्टी हुन्छ ओ रबिन सर कहिले घर जाने तपाईँ अब मेरो चाहिँ 1 महिना 1 वर्ष पछाडि त हो टनै छ त अझै के किन्ने अरे रबिन सर किन्नुपर्छ यहाँनिर चाहिँ अब धेरै पैसा भए पनि यस्तो महसुस लाग्दैन नेपालमा चाहिँ धेरै अब जस्तै यहाँको अब 1 रिङ्गिट नेपालको लगभग कहिलेको छ 33-34 त्यस्तै छ अब नेपालमा चाहिँ अब ढ्याक्कै 1000-2000 देखिन्छ धेरै जस्तो लाग्छ यहाँ चाहिँ 1000-2000 थोरै त हो भन्ने हुन्छ अनि खर्च गर्दा नि महसुस त्यस्तो साह्रो लाग्दैन तर खर्च त त्यति साह्रो गरिँदैन यो हप्तामा त्यही खानाको खर्च हो यहाँनिर खर्च कति जान्छ र महिनाको 500 खानामा 400 350 400 खानामा गएर अब बाहिर खाजा 600 सम्म पुग्छ जोस् मोबाइल सबै थोक गरेर मलेसियामा अब कोही को आउन चाहनुहुँदैछ अब कुनै दिन खुल्छ होला हामी पनि पसल आइपुग्न आँट्यो पसल चाहिँ यहाँ बङ्गालीहरूको छ पसल चाहिँ मिनीमार्टमा त मासुको फोटै खिच्न दिएन तिनीहरूको अब सायद रुल होला उनीहरूको बोसले नखिच्नु भनेको छ अरे त्यही भएर मासुको अब फोटो चाहिँ खिचिएन प्रवीण सर देखाइदिनु त मासु यता एउटा माछा एउटा लोकल कुखुरा अगडङ बगडङ त्यहाँ ल्यायो अब बिस्तारै यहाँ खानेकुरा ल्याएको छ जुसहरू अब खाने हो बसेर अनि होस्टेलतिर लाग्नुपर्छ माछाको सुप धनियाँ ल्याएको छैन धनियाँ ल्याएको छु मैले धनियाँसँग धनियाँ ल्याएर माछाको सुप खानुपर्छ केला खाने होइन केलाको त मैले चारवटा लिएर आएको छु उताको एउटा चाहिँ धनियाँ ल्याएको छु तपाईँको जुस खाने मान्छे मेरो चाहिँ कफी खान्छु कफी खानुपर्छ
के ल्याएको छु यो भुजिया खानु पर्यो खोल्नु त मेरो दाँतै हुँदैन केरा अन्तिममा खानु पर्ला ल झालमुरी कफी त खोल्नै बिर्स्यो भिडियो बनाउनु दिएन है त्यसले भिडियो बनाउनु दिएन नि हुँदैन बोसले हुँदैन भनेर नि बन्धुले बाहिरबाट यसो अलिकति भिडियो गरेर फेरि उनीहरूले भन्यो हुँदैन यस्तो भिडियो गर्नु हुँदैन मासुको कुखुराहरूको भिडियो नगर्नु सायद इलिगल होला कि कुखुराहरू इलिगल बङ्गलाहरू पसल होला इलिगल होला सायद तर चाहिँ नि साह्रै मिल्छ यार त्यो मान्छे ल फर्केको त्यो घरतिर बोले ओ रबिन सर के हो यो रबिन सर के रहेछ हौ यो शङ्खे किरा पो छ त कत्रो ठुलो यार शङ्खे किरा एकदमै फुल फुलिरहेछ हामी चाहिँ अहिले अब फेरि होस्टेलतिर लागिरहेछौँ अब होस्टेल बल्ल घाम पनि लाग्यो घाम कस्तो राम्रो देखिरहेछ अब बेलुका भएपछि घाम बल्ल अघि पानी परेर पुरै कालो भएको थियो ओ रबिन सर पर्खिनु न यार कति छिटो हिँडेको हाम्रो रबिन सर यति छिटो हिँड्छन् अघि आउँदा चाहिँ ढिलो अहिले जाँदा चाहिँ छिटो टोइलेट च्यापे क्या हो रबिन सर झोला यसरी बोकेर अब एक्सर्साइज पनि हुन्छ हिँड्नै पर्छ अलिअलि त कहाँ कराएर कति धेरै काग हो यहाँ त ल फाइनली हामी पनि होस्टेल आइपुग्यो हाम्रो होस्टेल त्यसबाट हाम्रो होस्टेलको नाम चाहिँ हजुर यता चाहिँ मिनी मार्ट छ त्यो पर चाहिँ हाम्रो स्क्यान अनुहार स्क्यान गरेर अनि भित्र जानुपर्छ ब्लक बी चाहिँ यतातिर केटीहरू सब हाम्रो ए चाहिँ यता केटातिर ल फाइनल्ली हाम्रो कोठा चाहिँ फाइनली होस्टेल आइपुग्यो पर केटाहरू बाहिर खेलिरहेछ हाम्रो कोठा किचन अब एकछिनमा खाना बनाउनु पर्छ हो यहाँ साथी सुतिरहेको रहेछ
भरे यस्तो मस्त सुप खाने आज कुखुरा हुन चाहिँ तर त्यो गिरराज होला सायद दामी छ यो मासु राम्रो परेछ लोकल कुखुरा हुने लोकल कुखुरा हुने त्यसको झोल खानु पनि त मजा आउँछ सफा गर्नुपर्छ कसलाई कति केजी चाहियो भन्नु है मासु खुट्टा पोलेर छाला निकाल्नुपर्छ यसको कति साह्रो है खुट्टा खानुको बेग्लै मजा छ खुट्टा त खानै पर्यो माथिको छाला चाहिँ फाल्नुपर्छ यति भएपछि त सफा अलिकति छ गाउँमा भएको भए आगोले पोल्नु हुन्थ्यो अब के गर्ने यहाँनिर आगो दाउराको आगोले कसरी पोल्नु यहाँ दाउरे आउँदैन सबै ल यति हो चाहिँ सफा दुईवटा खुट्टा त्यसरी अब ट्याक्क 4 दिन एक दिनलाई माछा यो एक दिनलाई आजलाई यो अर्को दिन यो अर्को दिन यो अर्को दिन यो अर्को दिन तर सब्जी पनि खाइन्छ त्यसरी टक्क प्याक बनाएर फ्रिजमा राख्ने अनि डेली सब्जी बनाउने एक छाक मासु दुईवटा सब्जी एउटा माछा अनि एउटा सब्जी भात माछा पनि सबै मसलाहरू लगाएर एकछिन छोडेर किनकि अब फ्राई नगरिकन बनाउने त्यही भएर यत्तिकै अब त्यहाँ मसला पाक्छ अनि यो माछा हालिदियो मसलाहरू सब रेडी भयो प्याज धनियाँ टमाटर म चाहिँ यो लसुन अदुवा चाहिँ कुटेको मन पर्दैन त्यही भएर चप गरेर रेडी छ मसला यसमा जिरा धनियाँ खुर्सानी पिसेर सब रेडी गर्नु ल माछा पनि पाक्यो माथिबाट धनियाँ सर्लक्क भयो माछा अब भरे खाने